जथाभावी छानबिन के संसद त्यति सस्तो भयो संसदीय छानबिन भन्नलाई? मान्य सांसदज्यूहरू आज बिहान उठ्नुभयो, नुहाइधुवाई गर्नुभयो, चिया खानुभयो, गाडी चढेर आउनुभयो, नर्मल। अनि माइती घरतिर आउँदाखेरि 7:45 बजाइरहेछ। छानबिनले पत्ता लगाउने त त्यही हो। त्यसले मान्य सांसदज्यूहरूले कुरै नबुझिकन एक दुईटा पत्रिकाले उछालेको भरमा यहाँ मलाई सोध्नु पनि छैन, अर्थ मन्त्रालयमा आएर तथ्य निरूपण गर्नु पनि छैन, पत्रिकाको हाउगोजीका पछाडि दौडेर सांसदको गरिमा र संसदको ओज घटाउने काम भएको छ। हो, अर्थमन्त्रीज्यूले भनेको कुरा एकदमै सही हो। तपाईँ देशको जनताहरूको अनि विकासको कुरा गर्ने मान्छे हो। तपाईँले यस्तो अरूको लैलैमा लाएर कुरै नबुझिकन यसरी चाहिँ सदनमा गएर यसरी होहल्ला गर्न चाहिँ मिल्दैन। अब अरू त तपाईँ जान्ने नै हुनुहुन्छ, यो कुरालाई चाहिँ चाँडै सुधार्नुहोस्, होइन भने फेरि तपाईँको पनि ठुलो आलोचना हुन बेर लाग्दैन। अरू पार्टीको जस्तै छेउमै हुनुहुन्छ, बिखोइ सर्यो कि रोग, होइन? साले